अलमा आउँछ हो हजुर ए ल ब्रोदरले फाइनली हामीलाई सब्सक्राइब हाल्नु भएको छ आन्टीकोमा जाँदैछु होइन म होइन टेम्पोबाट ओर्लेर कुलचोकतिर आइसकेको छु है मेरो आन्टी के छ खबर झ्याप्प आन्टी हेलो भाइ के छ सानो भाइ मासतिर थियौँ होइन अहिले हामी तल आएको छौँ तलको भ्यूमा देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो डनास फ्यामिली आयो सबैजना सन्चै हुनुहुन्छ है म पनि एकदम बबाल छु अनि आजको भ्लगमा फेरि तपाईँहरूलाई स्वागत छ अनि आज शनिबार तपाईँहरू सबैलाई थाहा छँदैछ होइन भ्लग बनाउनलाई म हिँड्छु भनेर म आज जाँदैछु जस प्लान चाहिँ भएको थियो होइन अब आफै घुम्न जाने भनेर बट आन्टीले चाहिँ मलाई लभिङ मलमा थाहा छँदैछ होइन फर्स्ट भ्लग मैले जुन मलमा बनाएको थिएँ त्यहाँ आन्टीले चाहिँ मलाई बोलाउनु हुँदैछ सो मैले आन्टीकोमा जाँदैछु होइन यहाँ चाहिँ अहिले चाहिँ मैले भ्लग चाहिँ आज चाहिँ टेम्पोबाट सुरु गरेको छु सुरुमा गर्थेँ तर टेम्पोमा चढिसकेपछि भ्लग सुरु गर भनेर हो होइन एकदम सरर टेम्पोमा जाम त्यहाँ गएपछि एकदम रोइला हान्नुपर्छ भाइ बहिनीलाई भेट्नु पर्नेछ अनि रमाइलो हुन्छ आजको दिन म होइन टेम्पोबाट ओर्लेर कुलचोकतिर आइसकेको छु है टेम्पो गइसक्यो अनि तपाईँले देख्न सक्नुहुन्छ कुलचोकको माहौल गाडीहरू जस्तो धुमधडा पारिकाले जाँदैछ भिडियो जुम भइरहेको रहेछ त्यसको लागि सरी होइन कुलचोक अगाडि देख्न सक्नुहुन्छ हाम्रो आन्टीको महल यहाँनिर होइन अब जाउँ भित्र सिधै यहाँ गेटबाट फ्यामिली त्यसले गर्दा आन्टीलाई मिठो भन्नुपर्ने हुन्छ हामीले भाइ बहिनी पनि आएको छन् अरे धेरै पछि भेट हुन्छ भाइ बहिनीसँग पनि होइन यहाँ चाहिँ भुलेको थिएँ कि शनिबारको दिन होइन यहाँ लभिङ मलमा चाहिँ खतरा त्यो भनौँ न बाहिरै निकालेर यस्तो प्रोग्राम हुँदो रहेछ है यहाँ देख्न सक्नुहुन्छ सुरुमा चाहिँ भाइ बहिनीलाई भेटौँ अनि त्यसपछि हामी मल घुम्नुपर्छ फाइनली हामी आइपुग्यो आन्टीकोमा मेरो आन्टी के छ खबर झ्याप्प आन्टीलाई चुप्पा नमस्कार हाम्रो क्युट आन्टी कस्तो सानो भाइ के छ सानो भाइ खबर ठिक छ भाइको नाम ए बिसराई मेरो आन्टीको देउरानी सेउरानीको छोरा हो होइन फर्स्ट टाइम भेट्दैछ भाइसँग चाहिँ हाई गरिदेऊ हेलो हाम्रो भाइको लागि पनि अब मेरो हेलो दिदी बच्चा दो आन्टी चाहिँ के गर्नुभयो त्यो दुलोमा बुनु के छ खबर उठ दादालाई चिन्यो यस्तो नचिनेको त मेरो आन्टीको छोरी है बुनुसँग धेरै भेट हुँदैन बट मलाई थाहा छ होइन बुनुको माया भनेको कति लाग्छ तपाईँलाई थाहा नै होला बुनले मलाई चिनेन त्यहाँदेखि केही छैन मलाई बाल छैन फोन सोनको होइन त्यहाँनिर आन्टी गुब्लिन तरिकाले यहाँनिर के सामान मिलाउनु हुँदैछ होइन अफिस टाइममा सामानहरू मिलाइँदै गर्छ बिस्तारै गफसप भनौँ अनि बाहिरको हाम्रो बजार घुम्न जाऊँ लभिङ मल गएर फ्यामिली यत्रो समयको पर्खाइपछि हामी जान लागेको छौँ हामी तिनजना भाइ म होइन अनि यहाँनिर बुनु छिन् होइन सो हामी बाहिर यहाँनिरको मेला घुम्न जान लागेको छौँ त्योभन्दा सुरुमा चाहिँ हाम्रो भाइलाई चाहिँ के आयो अरे साप आयो अरे सुसु आयो अरे सो भाइलाई सुसु गराउनु जान लागेको छौँ आएर हामी बजार घुम्नुपर्छ है त फ्यामिली अब यस्तो ल सो फ्यामिली है अभिदेखि 5 मिनट चाहिँ लास्टै गाह्रो भइरहेको थियो हामी 5 मिनट पनि गरिसकेको छौँ मुख सुख धोयो अब एकदम फ्रेस भयो होइन अब जाउँ यसको हातसाथ सुलेपछि खतरा भिडियो हाल्नुपर्छ रमझमको साथ दिन फ्यामिली जाउँ बाहिर अनि भिडियो हाल्न थालौँ ब्लग अरूसँग ल फ्यामिली सो फ्यामिली होटल लाइनबाट तल आएपछि तपाईँहरूले यहाँ भ्यू देख्न सक्नुहुन्छ है थर्ड फ्लोरको भ्यू यहाँनिर चाहिँ पुरा
मेकअपकै सामानहरू छ यहाँ भाइ बहिनीहरूको खेलाउने सामानहरू सो देख्न सक्नुहुन्छ भित्र चाहिँ नछिरौँ होइन अलिकति तल गएपछि त्यो बजार एरियामा चाहिँ हामी घुम्नेछौँ तर भित्रभित्रै पसेर चाहिँ खेल्नु हुँदैन मोबाइल छकै भ्यू चाहिँ फेरि तपाईँहरूले देख्न सक्नुहुन्छ है यहाँनिर चाहिँ जुत्ता लाइनदेखि लिएर लुगा लाइनहरू छ होइन 2080 सालको जस अब प्रोग्रामहरू चल्दैछ यहाँनिर बबाल अब यहाँ देख्न सकिन्छ है जुत्ताहरू ब्रान्डेड खतरा ओपिओ पिन द च्याट गाइज तपाईँले देख्न सक्नुहुन्छ यो कारको खेलौनाको सेक्सन यहाँनिर कारहरू बारिस छ एकदम यहाँनिर बच्चा ठुलो मान्छे सब खेल्ने ठाउँ रहेछ है यहाँनिर चाहिँ यहाँनिर खेल्ने टाइम के कस्तो छ त्यो त हजुर 8 मिनट गोजीमा जति पैसा छैन त्यो जोड्दा पनि यहाँनिर खेल्न चाहिँ सकिँदैन है हाम्रो भाइ बहिनी खेलेर त गर्दैछन् बट खेल्नु त मलाई पनि मन लागिरहेछ त्यही पनि पैसा धेरै रहेछ 8 मिनट त हो है धेरै खेल्नु हुँदैन गोदरलाई एकदम हाम्रो ब्रोदरले फर्स्टमा लाइभमा फर्स्टचोटि भ्लग बनाउँदा यहाँनिर देख्न सक्नुहुन्छ लाइभ ब्रोदरले चाहिँ यसो होइन सब्सक्राइब हानिदिनुहुन्छ कि भन्ने अपेक्षा राखेर चाहिँ यो च्यानल खोल्नु हुँदैछ है SARAD होइन SARAD अलमा आउँछ हो यही हो हजुर यही हो ल ब्रोदरले फाइनली हामीलाई है सब्सक्राइब हाल्नु भएको छ थ्याङ्क यू त्यसको लागि चाहिँ होइन फर्स्ट टाइम भिडियो हाई गरिदिनु अहिले चाहिँ हामी मासतिर थियौँ होइन अहिले हामी तल आएको छौँ तलको भ्यूमा देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो डनहाँस झुन्डिरहेको छ है यसरी गर्नु सक्नुहुन्छ यसरी नै मान्छेले तर्लङ्ग पारेर झुन्डाउँदा कस्तो हुँदो होला त है यहाँ भेज बन्छ अरे के हो खोइ फ्यामिली बोल्नु पर्यो भने अलिक बिजी हुनुहुन्छ है चक्क तपाईँले देख्न सक्नुहुन्छ हाई गरिदिनु त एकचोटि उहाँ राम्रो मान्छेले गरिदिनु न त्यसो भए होइन लास्टै राम्रो हुन्छ त नि गर्नु न त्यत्रो राम्रो मान्ने हुन्छ नि त हो यो हाँसलाई यसरी मान्छेलाई पनि यसरी गर्दा कस्तो हुँदो होला है अलिक ठुलो हुनुपर्छ त्यसमा चाहिँ हाई गर्नुहुन्छ होइन त तपाईँले हजुर पनि यहाँकै हो ए तपाईँलाई पनि स्वागत छ है थोरै भ्लग बनाउँदै हिँडेको नलजाउनु न हो यसरी कस्तो लजाइदिनु भएको त तपाईँ मान्छे मोटो भन्ने राम्रो हुनुहुन्छ कि हो साँच्ची होइन म नि कालै छु तर ह्यान्डसम छु नि ल भ्लग बनाउँदै हिँडेको हुनु त होइन सानो मात्र होइन लास्टै सानो हो क्या भ्लग चाहिँ तपाईँले त्यसो सपोर्ट गरिदिनु होला है हेरेर है युट्युबमा हात्नु सरल छ होइन भाइ दिदी भन्नु पर्दै हिँडेको छ हेरेर कस्तो रिसाउनु भएको डन गर्नु त तपाईँले बिजी हुनुहुन्छ मात्रै हो नि त ल बाई बाई सिस्टरहरू है व्यापार राम्रो हान्नु होला है त सो फ्यामिली हामी हेर्दै जाउँ यहाँनिर सबैजना जो निराश भएर बसेको छ होइन सबैलाई हामीले अलिकति एनर्जीका साथ हामीले हिँड्नुपर्ने हुन्छ हेलो सिस्टर स्वागत छ तपाईँलाई मेरो ब्लग च्यानल हो क्या थोरै सर्च गरिदिनु न त कस्तो निराश भएर बस्नुभएको त नि सामान बेच्नु पसेको मान्छे ए ल्या सरी है सो फ्यामिली गलत भइसकेको छ यहाँनिर पोखिसकेको छ सरी ल सिस्टर आँखा कता जान्छ मोबाइलमा आएर हुँदाखेरि यहाँनिर सिस्टरको यहाँनिर जुसै पोखिसक्यो हेर्नु फ्यामिली यहाँ देख्नु सक्नुहुन्छ है ल सिस्टर बाई है तपाईँलाई पनि स्वागत छ ब्लगमा हो थोरै ब्लग भिडियो बनाउँदै हिँडेको है चक्स हानिँदैछ है यहाँनिर फ्रुटी सुटी तिमी के खान्छ भाइ केही खाँदैन भने केही खाँदैन नि पैसा गोजीमा केही पनि छैन है यहाँ ब्रोदरहरूले टक्क कफी सफी बनाउनुहुँदैछ कि क्या हो सो यहाँ देख्न सकिन्छ है फ्यामिली यहाँनिर हेलो ब्रोदर के बनाउनु भएको तपाईँले यो कोल्ड ब्रू भाइ के भन्नुभएको अरे कोल्ड ब्रू
कोल्ड ड्यू ब्रिउ बिहारी रमिन्छ ए फर्स्ट टाइम यो त सुनेका र ब्रिउ हो कि ड्यू हो केही थाहा छैन है अलिकति ब्रदरलाई स्वागत छ है थोरै भ्लग च्यानल हो होइन हजुर भिडियो बनाउँदै हिँडेको ठुलो त नभनौँ अब बिस्तारै होइन गर्दै गएपछि होइन होइन च्यानलमा मेरो हाकु सरत छ एचएके रेडी यसो हेरेर होइन सपोर्ट गरिदिनु होला है त ल बिजी हुनु त रहेछ है अलिक हँसिलो भएर बसिदिनु होला ल जाउँ बिस्तारै यहाँनिर अब सबैसँग बोल्दै हिँड्नुपर्ने हुन्छ सब फ्यामिली होइन यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर केक पार्टी हुँदैछ यहाँनिर है एक्सक्युज मी ब्रदर है थोरै भ्लग च्यानलको भिडियो बनाउँदै हिँडेको क्या अघि तपाईँ निराश भएको देखि अलिक हँसाउन आइदिएको क्या यसो निराश भएर बस्दिनु हुँदैन नि त नि यस्तो यार यस्तो मिठो मिठो कुरा बेच्दै बस्नु भएको छ होइन यस्तो ह्यान्डसम अनुहार छ अलिकति हाँसो लिएर बस्नुपर्ने हुन्छ है आमामा चक्कु देखाइदिनु भयो कि क्या यार हजुर केक कति हो भन्नु त त्यसको अनि ब्रदर यो त मसँग भएको सब गोजीको पैसा झिकायो नि एक पिस पनि नआउने रहेछ हजुर यस्तो त अब आउने होइन फ्युचरमा आउँछ त अहिले निकाल्दैन तपाईँहरू जस्तोले सपोर्ट गऱ्यो भने आउने हो क्या ब्रदर यार तँ पनि यारमा त कहाँबाट आउँछ र हेलो अब यहाँनिर होइन केक सेक ब्रदरले खाउनु त भन्नुभयो बट महँगो रहेछ है त्यसको लागि चाहिँ सरी ल ब्रदर ब्रदरसँग जस आज सबैसँग मिटअप हुँदैछ फ्यामिली है बोल्न आए पनि नआए पनि गरिँदैछ यता सो ब्रदरलाई एकचोटि होइन मेरो भ्लगमा होइन एन्ट्री पनि हान्न आउनु छ है होइन हजुरको नाम उज्जवल एकदम निराश भएर बस्नुभएको छ त यस्तो मिठो हाँसो छ अलिक हाँस्दै बस्नु न यार कस्तो निराश भएर बसिदिनु भएको त नि होइन हाँस्नुपर्छ नि त यहाँनिर होइन त ब्रदर ल ब्रदरसँग त मिठो एकदम यस्तो मिठो हाँसो भएको मान्छे धरि निराश भएर बस्दिनु हुन्छ के भन्यो होइन मेरो भ्लगमा है स्योर ब्रदरले स्योर भनिसक्नु भएको छ आयो मैले यहाँ आज भिडियो बनाउँदा 10-20जना त बढ्छन् जस्तो लागिसक्यो क्या मलाई बढ्नै पऱ्यो नि होइन आउने दिनहरूमा सो यहाँनिर ब्रदरलाई पनि ब्रदर पनि यहीँको पार्ट हुनुहुन्छ होइन त ब्रदरको नाम स्वागत छ है तपाईँलाई मेरो च्यानलमा है सुजेश नाम होइन त तपाईँहरू दुईजनाकै साँच्ची हाँसो चाहिँ राम्रो छ तर निराश भएर बसिदिनु भएको छ कि होइन छ साँच्ची होइन हो के हो हजुर जबरजस्ती गरेर नि मिलेन होइन तपाईँले पनि यसो सपोर्ट देखाइदिनु होला है त हाकु सर छ क्या सपोर्टिङ किप लभिङ है ब्रदर अब चाहिँ अहिले चाहिँ छुटेँ है त आउने दिनहरूमा आउँदै गरौँ न नि त एकदम सब्सक्राइब गरिदिनु होला ब्रदरले भनिसक्नु भएको छ ल ब्रदर है एकदम हाँसेरै बस्नु होला है त अर्कोचोटि फेरि आउँदाखेरि हाँस्नु नै होला हेलो ब्रदर एक्सक्युज मी स्वागत छ तपाईँलाई मेरो च्यानलमा है थोरै भ्लगिङ गर्दै हिँडेको है नरिसाउनु ल एकदम ब्रदरको नि हाँसो मिठे रहेछ यो लभिङमा हलमा जति पनि काम गर्नेहरूले त जस्तै यहाँनिर बेचबिखन गर्नुहुँदैछ नि व्यापार सबको हाँसो चाहिँ मिठो लाग्यो बट व्यापार नभएर हो कि भन्नु कि के भएर होइन उदास भएर बसिरहनु भएको छ किन त्यस्तो हजुर क्लोजिङ टाइममा आउनुभयो भने मर्निङ टाइममा आयो भने त्यस्तै सबै हाँसिदिनु ए मर्निङमा चाहिँ त्यस्तो हो तर म चाहिँ भर्खर आज शनिबार नरहेको छु नि त त्यही भएर एकदम फ्रेङ्कली टाइममा चाहिँ ब्रदरलाई एज अ किप सपोर्टिङ किप लभिङ तपाईँको नाम चिराग ए एकदम नाम पनि राम्रो होइन मान्छेको हाँसो पनि राम्रो यसो किप सपोर्टिङ किप ब्लगिङ भन्दै चाहन्छु होइन युट्युबमा हाकु संरचना होइन यसो गएर लाइक कमेन्ट सेयर सब्सक्राइब हानिदिनु होला होइन मेरो अडियन्सलाई पनि एकचोटि सब्सक्राइब हानिदिनु लाउनु भन्नु नि त नि एकदम सब्सक्राइब गरिदिनु होला ब्रदरको अनि यहाँनिर सिस्टरसँग थोरै हामी मिटअप गर्नेछौँ हेलो सिस्टर एक्सक्युज मी अघि मैले धेरै चकचक गरिसकेँ भिडियो बनाउँदै कहाँ के ढल्छ थाहा पत्ता हुँदैन है तपाईँलाई पनि स्वागत छ त सो फ्यामिली है अब भिडियो चाहिँ यति नै हो भन्नु पर्ला होइन अनि अन्तिममा चाहिँ मैले तपाईँलाई के भन्न चाहेँ भन्दाखेरि चाहिँ मलाई थाहा छ होइन अब यो भिडियो चाहिँ अलिकति राम्रो गएन मैले राम्रो पर्फर्मेन्स दिने यो भिडियोमा अलिकति लेट पनि आयो भिडियो होइन भिडियो चाहिँ भन्नुपर्दा शनिबारको हो बट आज ट्युसडे मङ्गलबार हाल्दैछु मैले भिडियो होइन अब त्यही हो ड्युटी गर्ने भएपछि ड्युटीमा कामसाम हुन्छ होइन आफ्नो भन्नुहरू चाहिँ गाह्रो हुँदो रहेछ अनि भिडियो चाहिँ यति मात्रै थिएन होइन मैले जतिसक्दो भिडियोहरू एडिट गरेर जस आफूले सक्ने चाहिँ गरेर बनाएँ फुपूको
आजभन्दा अघिल्लो भिडियो जुन थियो शिवरात्रिको होइन त्यो भिडियो पनि फुपूको फोनबाटै बनाएको थिएँ, बट त्यो बेला राम्रो आएको थियो। अनि यसपालि शनिबार पनि फुपूकै फोन मागेर भिडियो गरेको थिएँ, बट यतिखेर चाहिँ भिडियो क्वालिटी खोइ के भयो होइन, के प्रब्लम भयो आई डोन्ट नो भनौँ न होइन। जस भिडियो क्वालिटी अलिकति नराम्रै आयो, तपाईँलाई पनि अलिकति रमाइलो भएन होला। मेरो आउने दिनहरूमा ब्लग झन् राम्रो हुनुपर्ने, बट त्यस्तो हुन सकेन। अनि त्यसको लागि चाहिँ एकदम सरी भन्न छु होइन। अनि आउने दिनहरूमा चाहिँ भनौँ न, भन्नु त यस्तो भनिरहेको छु, बट आफूले सक्दो चाहिँ बेस्ट दिन खोजि नै रहेको छु। तपाईँहरूले पनि मलाई सपोर्ट गरिदिनै रहनु भएको छ, त्यसको लागि चाहिँ एकदम थ्याङ्क यू भन्न चाहन्छु। अनि हाम्रो मैले यो भ्लग बनाउने ठाउँ चाहिँ लभिङ मल पुलचोकमा चाहिँ बनाएको हो होइन, जहाँनिर चाहिँ मैले धेरै ब्रदरहरूसँग पनि बोलेर मिटअप गरेर भ्लग बनाएको थिएँ होइन। उहाँहरूले पनि कतिपयले सब्सक्राइब गरिदिनु भएको थियो र गरिदिनु पनि भयो होला होइन। तर उहाँहरूको चाहिँ भिडियो मैले 7 मिनटको भिडियो चाहिँ मेरोमा चलेन क्या, किन भयो होइन, के भयो, राम्रो थियो भिडियो एकदम, ब्रदरहरूसँग राम्रै मिटअप भएको थियो, बोलेको थिएँ, रमाइलो भएको थिएँ। आदि पनि मैले भिडियोमा त हालेँ, बट धेरै बोलेको जति चाहिँ मैले हाल्न सकिनँ। ब्रदरहरूले पनि यो भ्लग हेर्नु भयो भने चाहिँ मनैबाट एकदम हृदयबाट नै सरी भन्न चाहन्छु होइन। आउने दिनहरू पनि फेरि पनि म त्यहाँ आएर तपाईँहरूलाई आफूले सक्यो भने भिडियोमा कभर गर्न चाहन्छु, र तपाईँहरूले सब्सक्राइब गरिदिनु भयो भने चाहिँ एकदम थ्याङ्क यू भन्न चाहन्छु ब्रदरहरूलाई। अनि यो भिडियोको कमजोरीको लागि चाहिँ सरी भन्न चाहन्छु होइन। अनि आउने दिनहरूमा पनि तपाईँले यस्तै माया ममता दिँदै गर्नु होला, किप सपोर्टिङ, किप लभिङ है ब्रदरहरू। तपाईँहरूलाई चाहिँ अब सरी नै भन्न चाहन्छु होइन। भिडियो चल्दैन, एडिट गर्ने काममा पनि अलिकति मैले लेट गरेँ, ड्युटीमा भएको कारण भिडियो पनि लेट हालेँ। सो हाल्नु त पर्ने नै हुन्छ, किनभनेदेखि मेरो यो युट्युब जर्नी अहिले भनेको होइन अलिक गाह्रै छ, त्यसको कारण पनि मैले जे जस्तो गरेँ आफूले सक्दो एडिट गरेर हालेको छु। त्यसको लागि तपाईँले पनि माया दिइरहनु भएको छ, मलाई थाहा छ होइन। आउने दिनहरू पनि यस्तै माया दिँदै गर्नु होला भन्दै आजको ब्लग चाहिँ जस तपाईँहरूले राम्ररी नै हेरिदिनु होला भन्ने होपका साथै आजको भिडियो हामीले यहीँ इन्ड गर्नुपर्नेछ। हस्त फ्यामिली तपाईँको दिन पनि शुभमय रहोस्। आउने दिनहरू पनि फेरि म राम्रो ब्लगहरू लिएर आउँदै नै गर्दछु। तबसम्मका लागि